वेलकम ब्याक केटा हो नयाँ दिनसँग नयाँ सुरुवात अहिले बिहानको बजिरहेछ 6 अनि आज गमसी छ गाउँमा होइन अनि उठेर म चाहिँ रेडी भएर जान लाग्यो अनि कामसाम गर्नु छ नि त त्यसपछि आज गमसीको भिडियो गरिदिउँ किनभने लाइफमा फर्स्ट टाइम बस्दैछु गमसीमा होइन कस्तो हुन्छ आफ्नै भनेर त्यही भएर खतरा सिधा यार बिहान सिधा यार अनि जान लाग्यो अब के हुन्छ हेरौँ जाडो शीत बा मार्दै हजुर कहिले नउठ्ने मान्छे उठ्दैन छ बिहान उठेर यस्तो जरा कराएको यसो खोला गएर सुन्न रमाइलो फ्रेस हुन्छ यार हेरेर बसिरहनु पर्यो केटा हाम्रो माहौल सुरु भइसक्यो पाहुना आउने कार्यक्रम त्यति खलाकै हेर्थ्यो त होइन पाहुना आउने सुरु हुनुलाई अब एकछिनमा पाक्दैछ अनि एकछिनमा ए इन्टिटी भइसक्यो खाजा सादा ल्याउ त माला ल्याऊ अनि त्यसपछि अब त्यही हो एकछिनमा पाहुना साउना ए यहाँ पनि रहेछ त खै उ गरम त अब हामी एकछिनमा न्यु गर्छौँ अहिले चाहिँ माथि छैन डनाले पकाउनु छ हामी एकछिन पिङतिर रम्क्यौँ है माहौल यस्तै छ अहिलेलाई होइन चिचिन ये ठीक है ना ये होता है सीधा ठेंगा बैठा है कुर्सी देख के अरे कुर्सी पर नहीं ये बगली का है पंदा खोल कान्छीहरू दिदीहरू आउने गाडीवाला नि ल ल ओ हुन्छ तपाईँ Everyone, nothing is pushing it down. निचार्दै हुन्छ होला नि अब त्यसरी ग्यास त्यति नै बाल्टीमा भएको चलाउनु चाहियो
गरिदिनु क्या यो भात चलाउनु पर्छ भात कोभिड बेसी pada सबै पारेन यिनीहरूलाई पो हेर्नुपर्छ यहाँ हाल्ने ल खेल्ने डोला खेल्न दादाले हलाउने र हलाउने अनि केटा अब म चाहिँ यहाँ एकछिन पिङमा आएर बसेको त्यहाँ मान्छेहरू आएर दिने कार्यक्रम भइसक्यो ठिज भयो जाडो आइदिएको यार त्यही भएर दिँदैछ डल्लै भान्जी हुँदैछ अनि हामी चाहिँ बसेको भान्जी हुनु पर्दैन खास अहिले पछि काम के हुन्छ हेरौँ होइन मान्छेहरू टन्नै भइसक्यो दुई दुईजना खेलाएन अहिले पिङ लड्यो 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 उता त उता जाने उता जाने त्यो भइसक्यो भिडियो गर्छु नि उता जा छोड्दै के त्यसलाई छोड्दै जाऊँ हामी चुबै हल्ला हात्ती त्यसलाई त चिप्दिहाल्छ नि छोरी गयो हो छोरी नै हो हामीले त छोरी हो कि छोरी हो त नाम छोरी पर्छ क्या हामीले फेरि तलबाट फेरि यो बनाएको मैले फेरि हो नि तिमी यहाँ एकछिन आएर गर्नु सक्दैन बोला खाएर जानु सक्दैन राखिदिनु त ल म चाहिँ डर लाग्छ नि छिक्ने एउटा हाल्छ मात्र सिरिङ सिरिङ हुन्छ म चाहिँ आहा अब केटा ह्याप्पी दसैँ तेरो दाइले पिङ खेल्यो मुजीले फाल्दैन नि तलतिर मुजी पानी पानी छ ओ यहाँतिर फेरि भाइब चल्छ हामी यहाँ पिङ खेल्यो ओइ मा छिक्ने मुख चाल्दा त हुन्छ नि ओइ ल समाउने मलाई मल्लो समातिको डोरी समाति भयो क्या ओ डल्ले भाइ समाउन आएन
चिक्ली क्यामेरा समातेर लगाएर क्यामेरा समातेर लगाएर फाल्न लाएन मलाई मुहासँग लगायो समातै मिल्ने एउटा हातले त बिहान यार माटो जोगाइ ल्याएको ल्याम्म छिरायो त्यस्तै खै खासमा त एउटाले तरकारी हो के रे त्यसरी गर्ने हो कि अपी भन्छ कि भिडियो हेर्दै चुप एक हप्तामा पनि जम्मा 2 भ्यू छ घोर बेच धाने अरे मेरो यिनीहरूले लाइक त पुरै छोड भाइ तेरो दुईटा आउनु लाइक त मैले गर्थे भन्ने लाइक आउँछ फेरि घोर बेच धाने अरे मेरो यिनीहरूले छ एक हप्तामा 2टा ला भ्यू छ कोही बेला त्यही आउँछ खाली त्यो कोही बेला त खाली ओइ घर गाउँमा यत्रो मान्छे छ त हेर्दै हुन्थ्यो है चिन्ता नगर्नु म भनिदिन्छु हाम्रो गाउँको मान्छेहरूलाई पैसा त प्यात्ती प्यात्ती जङ्गल है एउटा भैँसी क्षमता चाहिँ भइसक्यो हैन डेढ कम्ती पनि 1 क्विन्टल त होला यार यहाँ साल त बिजेट नहुने भाइ हो भने ओ त्यहाँ दुईटा प्यात्ती बसिरहेको अनि बाधा नि भनेको मान्छे आए गरे यार अब के गर्ने अबि त्यहाँ नै यसो ब्लग हेर्न यसरी कान्छ म सबैलाई सब्स्क्राइब गर्दै भन्छु ल हेलो ले यताले ल मलाई देखाउनु ल मिलियन भ्यू चाहिन्छ भने ल बिना आज फोटो खिच्दिनु बुरो जोर अनुहार परेको गरे आज फोटो खिच्दिनु उतिन ए भएन सिरकानीको नाम के हाम्रो सिरकानीको तिम्रो माइता आउने छ मेरो आइफोनमा हामी र रोटी खोज्छ भाइरल तिमीहरू ए आउनु त एकचोटी म भिडियोमा ल्याउँछु है क्यामेरा भएन माया नि भिडियो गराछ तोले ओइ अर्को टिकटकले फेरि यिनले त बनायो भने त मोबाइलको क्यामेरै पड्किन्छ होला यार अर्को फेरि यहाँ गर्दैन कि त आउ मसँग गर्नु रुपियाँ आइदिनु केला सलामले मेरो खुट्टा भाँचेको छ सुमी जाए मेरो खुट्टा भाँचेको मेरो अरूमा मेरो खुट्टा भाँचेको त्यस्तो टिकटकरहरू छ यहाँ यिनीहरू लिएर मात्रै जा बस जा ती उदेलाई राख्न उदे हात्तीलाई अनि केटा हो के हो त ट्वा ओइ भैँसी पहिला त नहल्दा यो भाँडामा जान्छ इलेक्सनमा त्यसै भाँडा माझेर एउटा नि माझेको छैन अहिले ओइ हेर्न हामीले आफै त्यो गिटार बजाएर गिटार थियो नि दिँदै सुन्नु यो चोर जस्तो सुने बजाएर राम्रै बजायो अनि कोही त्यहाँ बसिरह हामी यहाँ बसिरहेको यिनी यो भान्जी मामा भइसक्यो यार खै हाम्रो त कहिले पारा आउने हाम्रो तालै छैन यिनी बच्चादेखिको साथी छोरी त्यो भयो गिटार तल भन्छ हामीले यो त दिदी हो रुबिस के छ ठिक छ ओए झार्दै त्यसलाई तल भैमै झार्दै कहाँ जान्ला त कहाँ जान्ला कहाँ जान्ला त भन्छ
माछा जान्ला हो माछा जान्ला हो एउटा कसले ल्याइदियो नाना नाना कसले ल्याइदियो ए गाउँ जाने है गाउँ जाने हो कपाल नि पऱ्यो गाउँ जाने हो यसलाई लाला खोइ त लुगा त लगाइदिए रहेछ खोइ त यहाँ भात दिने हो जाने हो नानी ओ नानी जाने हो गाउँ जान्न जान्नस् दाजुसँग जान्नस् ल मामा जा